हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। म चाहिँ कोठामा बसिरहेको थिएँ है, अनि अचानक भोक लाग्यो अनि दुईवटा चाउचाउ र अन्डा लिएर आएँ अनि पकाएँ। टक्क अन्डा फ्राई गरेँ, प्याज र अन्डा फ्राई गरेँ। फ्राई गरिसके पछाडि अन्डा अलिअलि फ्राई गर्न लाग्यो। लास्टै भोक लागिरहेको थियो है। भोलि नयाँ साल हो क्या अरे, नयाँ सालको उपलक्ष्यमा आज अन्डा र चाउचाउ खाजा बनाएर खान लाग्यो गाइज। सबैजनाले यसो च्यानललाई सब्सक्राइब गर्नुहोला, फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फलो गर्नुहोला। अनि चाउचाउ बनाइयो, बनाइसकेपछि फ्राई गऱ्यो फाटिसकेपछि गाईमा चाहिँ फाइनली चाउचाउ पनि पाइसकेपछि यसो एउटा चम्चा हालेर टक्क लाएर ताता मैले पनि चाख्दाखेरि चाहिँ ठिकै थियो। नयाँ सालको सबैलाई शुभकामना गाइज। म चाहिँ टक्क लाएर चाउचाउ खान लागेको छु है। चाउचाउ चाहिँ मिठो थियो, ठिक भोकमै मिठो थियो। जे होस् भनौँ न, नयाँ सालको सबैलाई शुभकामना, धेरै शुभकामना। सबैजना खुसी रहनु होला, हाँसिरहनु। देश विदेशमा बस्नुभएका सम्पूर्ण आदरणीय मेरा नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु मेरो पर्सनल तर्फबाट है। सधैँ हाँसिरहनु, खुसी रहनु, व्यस्त रहनु, मस्त रहनु है। मेरो त यस्तै छ जिन्दगी। एक प्लेट चाउचाउ बनाएर खाएको आज चाहिँ भोक लागेर है। थ्याङ्क यू सबैजनालाई, थ्याङ्क यू गाइज, थ्याङ्क यू।